गर्मी पनि भयो जाडो पनि भयो भने जस्तै भयो कि अब चाहिँ म रेडी हुन लाग्यो उता जानले भर्खर खानाहरू बनाइसकेर सबै तयार गरेर राखेँ उता जानको लागि अनि म नुहाएँ अनि त्यसपछि म नुहाएँ यो पनि कस्तो सिधा नभएको हात बेर हेर्नु चाहिँ नाङ पनि कस्तो छ कि मेरो थेप्चे छ तै पनि मैले झन् एकदम धेरै टुक्रा एकदमै छोटो गरी काटेछ र आज कस्तो देखिरहेछ कि यो नाङ यो झन् कस्तो राम्रो थियो सानो सानो तर कहाँ झऱ्यो एउटा त झरेछ कि भेटेन यो चाहिँ रहेछ अनि यो चाहिँ लाउनु पर्यो कान खाली हुनुभन्दा त यही भयो पनि लगाउँछु रुमाल पनि फोहोर भएछ अहिले पुस्नु पर्यो पसिना घाँटीमा लाउने केही छैन साथीहरू घाँटी खाली छ झन् गर्मी महिनामा झन् यति धेरै गर्मी हुन्छ है के कुरा गर्नु र गर्मी त यस बिहिबार शुक्रबारले चाहिँ रमाइलो भएको छ मलाई उता जानु पाउँछ नि त साथीहरूसँग भेट हुन्छ है अनि अरू बेला चाहिँ यहाँनिर बच्चाहरूले कहिले कस्तो कस्तो दिमाग खराब गराउँछ नि अनि बिहिबार शुक्रबार चाहिँ जे होस् रमाइलो हुन्छ साथीहरूसँग भेट पनि हुन्छ दुःख सुखको गफ पनि साटिन्छ नि त साटासाट हुन्छ पहिला अनुहारमा चाहिँ लाउनु पर्यो भर्खर मुख धोएको नि त फेरि आजभोलि जाडोमा त फुस्रो हुन्छ है अनुहार पनि तर 24 आएर न यसले भ्यासलिनले आयो कि केले आएको है लोसन कि भ्यासलिन भन्छ हो भन्नु पनि आएन अब कपाल कोर्छु हातमा भयो भने के पनि लाउनु पर्यो अहिले हात खाली यताउति जाँदाखेरि चाहिँ हात खाली लाउँछु यो लाउँछु अर्को हातमा चाहिँ यही लाउनु पर्यो यही भएन यो छाना त छ तर यो ठुलो कहाँ चाहिँ यो भने लाउनु पर्यो क्या राम्रो पो देख्ने हो कि क्या हो रे फेरि यो भने लाउनु पर्यो यो लाएर जानु पर्यो घाँटी खाली हुनुभन्दा त है ल सुहाउने रहेछ कि नसुहाउने रहेछ सुहाए कि सुहोस् नसुहाए नसुहोस् है अब यही लाएर जान्छु बोलाउँछ फेरि छिटो 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 भ्याएन भनेर भन्नुहुन्छ त्यही भएर छिटो छिटो गर्नुपर्छ निधार हेर्नु न मलाई चित्तै नबुझेको चाहिँ मेरो निधार हो कि यत्रो यहाँसम्म जति मेरो कपाल आएको भए कस्तो थेप्चे अनुहार छ है त्यही माथि दाग धप्पाहरू थुपारेर कपाल फेरि झरेर फेरि यहाँ मुसाको पुच्छर जत्रो भएको छ गाह्रो छ मेरो अनुहार साथीहरू दाग धप्पाले भरिपूर्ण धनी छु हो दाग धप्पाको यो चाहिँ मेरो साथीको लागि लगिदिनु पर्यो नि मैले यहाँ पोको कार्य राखेको छु कि सबैको यो चाहिँ फेरि उहाँकै हो नि राख्नु चाहिँ फेरि अर्कै पर्ला कि ए हो उहाँकै हो तर फेरि ब्याग अस्ति उहाँले लगेर मेरो ब्यागै छैन यताउति बोक्नलाई सजिलो एउटा ब्याग थियो कि उहाँले लगेको थियो नि त अस्ति उहाँ मस्कट जाने भनेर अनि त्यो बेला ल्याइदिनु भएको छैन कि आज ल्याइदिनुहुन्छ ल यो चाहिँ अब यतिकै हातमै बोकेर जाउँ चाहिँ हामी निस्केको है योमा हालेर लाग्छु म त के लगिराख्नु यसमा हालेर लाग्नु पर्यो फुट्यो कि क्या फुट्यो भने बिसो पनि छ त्यही भित्र हालेर लानु पर्यो चार्जर पनि राख्नु एकैछिनमा भ्याउँछ मेरो चार्जर अब चाहिँ हामी आमाको घर निस्केको है साथीहरू 2-3 घन्टाको लागि है एजी त एजी हाल्ने बाबु फेरि हातमा खानेकुरा अनि यो चाहिँ मेरो साथीको लागि कपडा बोकेको अब चाहिँ हामी निस्केको Lift your jacket. Hi. Hi. Little openless. Hi, hello. Tell me. Wow. Thank you, my friend. Wow. Thank you, Sunita. Welcome. Wow. Hello. Farhan sir. Pas maaruf size jenu lama bisa. Kif size? Thank you. Welcome. Thank you. खुसी भएको
sobre chefe. كيف زين ولا ما زين ما أعرف. ما أعرف صبري. يمكن زين حلو ولا ما حلو. किचनमा चाहिँ एकदम धेरै है झ्यार आवाज आउने कि एसी र फ्रिजको, त्यही भएर मैले चाहिँ भोइस ओभर नै गरेँ। अनि साथीले खाना लिएर आउनुभयो हामी दुईजनाको लागि। मैले चाहिँ सर्टमा बनाएको थियो, साथीले चाहिँ खाना नै बनाउनु भएको रहेछ। किनभने उहाँलाई फेरि चिया पनि मनपर्ने, उहाँ चाहिँ चिया पनि पिउनुभयो। मलाई चाहिँ फेरि मन पर्दैन चिया चाहिँ खासै, दुध चिया चाहिँ खासै मन पर्दैन। अनि पानी हालेँ हामी दुईजनाको लागि। उहाँ चाहिँ फेरि खाने बेला चाहिँ खालि मोबाइल हेर्नुहुन्छ हो। अनि यही बानी चाहिँ मलाई कस्तो मनै पर्दैन कि साथीहरू। म पनि हेर्छु तर म चाहिँ खाने बेला चाहिँ चलाउँदिनँ। तर कोही नभएको बेला, एक्लै भएको बेला चाहिँ भिडियो हेर्दै हेर्दै खाना चाहिँ खान्छु है, त्यस्तो चाहिँ गर्छु। तर त्यो खाएको बेला बोल्ने, मोबाइल चलाउने यताउति गरेको चाहिँ मलाई मन पर्दैन, म पनि गर्दिनँ कि फेरि। कस्तो छ मैले बनाएको सवारमा? मिठो छ। मिठो छ मिठो छ। स्पिक भेरी स्विट। साथीले चाहिँ फेरि नेपाली सिक्न एकदम धेरै रहर गर्नुहुन्छ कि। अनि मैले एक दुई हप्ता भए पनि उहाँलाई सिकाउँछु। हामी दुईजना खाना खाइसक्यौँ, त्यसपछि उहाँहरूले पनि खानुभयो। सबै भाँडाहरू उठाएर माझेर कामहरू सकाएपछि चाहिँ साथी र म चाहिँ गयो हलरुमतर्फ। यहाँ चाहिँ साथीले मैले ल्याइदिएको कपडा ठिक हुन्छ कि हुँदैन भनेर हेर्न लाग्यो कि हामी दुईजना चाहिँ यता हलरुममा। बत्ती फेरि कहाँबाट बाल्ने भइरहेको कि। पहिला चाहिँ यतापट्टि थियो है, तर त्यहाँबाट चाहिँ नबल्दो रहेछ कि, उता ढोका छेउमा रहेछ। अनि साथीले बत्ती बाल्नुभयो। अब चाहिँ हामी खाना खाएर भित्र आएको। अब साथीले कपडा लाउन लाग्छ, ठिक हुन्छ कि हुँदैन। हामी दुईजना चाहिँ अब यहाँ कपडा लगाएर हिँड्छौँ है साथीहरू। साथी फेरि हेर्नु न, चुरा लाउँदा पनि कति न हातै काटे जस्तो गरे, यस्तो गरे आथा गरिरहेको कि। अनि मलाई रिस उठेर यति साह्रो त दुख्दैन है, कहिले नलाएको जस्तो भने कराइदिइरहेको कि। आथा भने यस्तो तानेर झन् यस्तो बुटै नझरेको नि त। Thank you so much. شوفي انا اول لبس هذا، بعدين هذا شوفي هذا ثلاثة لبس ذا، بعدين هذا كبير، هذا كبير اللبس. بس شوي كده ما في زيادة تايت. ما أول دم ما يمشي. لا دم ما يمشي. بعدين شوفي بعدين هذا ثلاثة سمسم، هذا خلي يكون منه. هذا آخر. دم ما يمشي. شوفي لا تسوقي لي بعد هذا كيس وايد حلو. ليش ما تقولي؟ أنا بس كذا أسوي. بس لا تسوي، بس منك رز. ما يرد جرين ترى. كيف جرين حلو؟ جرين ما حلو. أيوة شيء جرين. روبا إس كولكشن. Thank you. Thank you. Thank you. My friend, thank you. Hello. MashaAllah, size is okay. Wow. अब चाहिँ घर लाग्यो साथीहरू। साथी चाहिँ कतिखेर गइसक्यो, म चाहिँ भाँडा माझिरहेको। गइसकेछ अघि खाना ल्याएको भाँडा। बाबु चाहिँ यतातिर दौडिरहेको छ, शीतल छ बाहिर। अब चाहिँ घर जाउँ।